आमा अघि सब्जी केलाउन थाल्नु आमालाई चाहिँ फेरि 12 बजेपछि बेलुकाको सब्जी केलाइहाल्नुपर्छ नि आमा के हो यो भन्नु त यो राजमा राजमा बल्ल राजमा भन्न थाल्नु भयो राजमार्ग भन्नुहुन्थ्यो राजमार्ग भनिहाल्नुहुन्थ्यो यसरी अनि किन यसरी केलाउनु भएको यसबाट बोक्रो फ्याँकेर बोइल गरेर पकाएर आएर भुँडी दुख्दैन होला मिठो हुन्छ होला बा जाँगर हेर त जाँगर राजमालाई त अनि यस्तो गरिरहनु पर्दैन त आमा यो सदियाको राजमा हो यो हाम्रो बुहारीले ल्याइदिएको थिइन् चिया त लगु त्यस्तो हुन्छ अघि खाइसक्नु भयो अनि चिया खाएको पनि थाहा छैन आमालाई केलाउनको धुनमा आज मिठो हुने परेछ अब यसकै सब्जी बनाउँछु नि केलाउन सकिन्छ ए कति सजिलो हेर्नु त तपाईँले दुईटा हातले गर्नु हुँदैछ म एउटै हातले आमा कति बहादुरी रहेछ म देख्नु भयो आइडिया देख्नु भयो यी लु हेर्नु ए तपाईँ त्यो दुईटा हातले यत्रो बेर लाएर केलाइरहनु भएको छ हेर्नु त है कति सजिलै निक्लिँदो रहेछ आमालाई सासूलाई सिकाउनु पर्छ के गर्नु कुन काम त लु हेर्नु हजुरहरूले यो राजमा कसरी बनाउनुहुन्छ मलाई पनि भनिदिनु होला मैले त त्यति जान्दिनँ हो यसको तरिका सब्जी पकाए जतिकै गरेर पकाउँछु त्यति मिठो मन पनि पर्दैन मलाई त यो त आमालाई चाहिँ मन पर्छ